हेलो, यहाँहरु हेर्दै हुनुहुन्छ लाइभ डिस्कस युट्युब च्यानल र म पासाङ पाखिन सधैँ आज पनि नयाँ भिडियो लिएर उपस्थित भएको छु। आशा छ भिडियोलाई अन्तिम समय हेरेर साथ दिनुहुन्छ होला। अब समयलाई खेर नफालिकन आजको यो विशेष टपिकतिर लागौं। विशेष के छ आज त्यसपछि प्रतिक्रिया दिनु होला। मान्छेको जीवनमा अनन्त दुःखका लहरहरू देखा परेका छन्। एउटा समस्या निवारण गर्न पाएको छैन, अर्को समस्या आइपर्छ। त्यसलाई निवारण गर्दा गर्दै अर्को समस्या आइपर्छ। अर्थात् यो जीवनमा अनन्त यो समस्याका यो धारहरू देख्छन् हामी। यसबाट निवारण जबसम्म हुँदैन, जबसम्म यो समस्याको समाधान हुँदैन, हामीले जीवनको असली मजा, जीवनको असली भोगाई, असली मजा, असली स्वाद लिन कहिले सक्दैनौँ। हामी अलिकति हाम्रो बाल्यकालमा फर्केर हेरौँ। त्यति बेला हामीसँग गोजीमा पैसो हुँदैन, हामीसँग शिक्षाका ठूला ठूला सर्टिफिकेट हातमा हुँदैन, हामीसँग घरको लालफुर्जा हुँदैन, तर हुन्छ जीवनको असली मजा, उमङ्ग, जोश, जागर। र आज हेर्नुस्, अलिकति उमेर बितिसकेपछि आज हेर्नुस्, तपाईसँग सब थोक छ, पैसा छ, घर, गाडी, इज्जत, इमान, लालफुर्जा होला तपाईसँग, हरेक चीज या इज्जत इमान कमाउनु भएको छ, ठूला ठूला सर्टिफिकेट हातमा छ तपाईसँग, तर तपाईले के गुमाउनु भएको छ? शान्ति। र अशान्ति चल्न थाल्छ मनमा, अशान्तिले बास लिन थाल्छ तपाईको मनमा। त्यसबाट डाक्टरहरूले प्रष्ट भाषामा भनेको छ, यो माइन्ड क्यान क्रिएट डिजिज। है, तपाईको मनको विचारले, तपाईको भावनाले तपाईको शरीरमा बिमार उत्पादन गर्छ। र तपाईकै मनले, तपाईकै सकारात्मक सोचले, विचारले बिमारलाई, रोगलाई निवारण पनि गर्छ। यसलाई साइन्टिफिक भाषामा साइन्सले के भनेर दर्जा दिएका छन् भने प्लेसिबो इफेक्ट, नोसिबो इफेक्ट भनेर चाहिँ दुईटा शब्दमा परिमार्जित गरेको छन्। मतलब डिभाइड गरेर प्लेसिबो इफेक्ट भनेको के हो त, यसको बारेमा अलिकति छोटो मिठो छिटो बुझौं है। प्लेसिबो भनेको चाहिँ जस्तै उदाहरणदेखि सम्झाउँछु, सजिलै बुझ्नुहुनेछ। डाक्टर र उसको श्रीमती सिनेमा हेर्नु सिनेमा हलमा जान्छ। सिनेमा हेर्ने क्रममा श्रीमतीलाई टाउको दुख्छ। बुढा त डाक्टर हो, श्रीमानलाई भन्छ मलाई टाउको दुख्यो, जाउँ आज सिनेमा क्यान्सल, नहेरौँ। त्यति भन्दा डाक्टरले के गर्छ, सिनेमा हल त अब लाइट अफ गरेको हुन्छ, सिनेमामा फोकस हुनु पर्यो नि त, लाइट अफ हुन्छ। अनि त्यति बेलामा श्रीमानले चाहिँ गोजीबाट निकालेर एउटा दबाई निकालेर, ट्याब्लेट निकालेर चाहिँ श्रीमतीको हातमा दिन्छ। यो मुखमा राख, यसलाई चुस्ने दबाई हो, चबाउने होइन, यसलाई चुस्नु, तिम्रो टाउको दुख्नु के कम हुन्छ। अहिले क्लाइमेक्स पनि त्यस्तै टाइममा पुगेको छ, हामी छोडेर नजाउँ, एकछिन केही बेरपछि सिनेमा खतम हुन्छ, अनि फर्क्यौँला, गएर घरमा अर्को दबाई खानुपर्छ, अहिलेको लागि यो खाऊ भनेर दिन्छ। श्रीमतीले नभन्दै दबाईलाई मुखमा राख्छ र सिनेमा हेर्न थाल्छ। हेर्दा 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 बिस्तारै उसको टाउको दुख्नु हराउँदै जान्छ र सिनेमा सकिन्छ। दबाई जस्तोको तस्तै हुन्छ मुखमा। त्यसपछि बाहिर सिनेमा हलदेखि बाहिर निस्केपछि त लाइट चाहिँ उज्यालो छ, सिटी एरिया हो। अनि श्रीमतीले सोध्छ के दबाई दिनुभयो मलाई, हेर्नु पर्यो, सकिँदैन पनि भनेर निकालेर हेर्दा दबाई होइन, त्यो टाँक हुन्छ कि, हाम्रो सर्टको बटन हुँदैन, टाँक त्यो हुन्छ। क्लियर भयो नि? यो इफेक्टलाई भनिन्छ प्लेसिबो इफेक्ट। भनेको चाहिँ त्यहाँ औषधि हुँदैन, तर तपाईको विचार, तपाईको विश्वासमा जुन सकारात्मक विचारले त्यो एउटा केमिकल रिलिज गर्छ, जुन केमिकल बायोकेमिकल्स एउटा निक्लिन्छ, त्यसले चाहिँ तपाईलाई दबाईको काम गर्छ, तपाईको औषधिको काम गर्छ। त्यो प्रोसेसलाई भनिन्छ प्लेसिबो प्रोसेस है, प्लेसिबो इफेक्ट। नोसिबो इफेक्ट भनेको चाहिँ तपाईको भ्रम फैल्याउँछ क्या तपाईलाई, जहाँ तपाईलाई विश्वास दिलाउँछ कि यहाँ चाहिँ केही हुनेवाला छ, तर वास्तवमा त्यहाँ केही पनि हुँदैन, तर त्यो भ्रमले गर्दा तपाईलाई त्यसको असर पर्न जान्छ। त्यो खालको प्रोसेसलाई भन्छ नोसिबो इफेक्ट। जस्तै एउटा साइकोलोजिस्ट आउँछन् क्लासमा बच्चाहरूको अगाडि दुईटा बोतल बोकेर र भन्छन् बच्चाहरूलाई यो बोतलमा चाहिँ एउटा यस्तो घातक भन्दाखेरि अलिकति मतलब पोइजनस ग्यास छ, जसलाई चाहिँ म यहाँ
प्र्याक्टिकली म हेर्न चाहन्छु कि यसले कति असर पर्छ कतिलाई असर पर्दैन भनेर चाहिँ त्यसरी एउटा भ्रम फैलाएर त्यो बोतल म खोल्छु जसबाट निक्लेको ग्यासले चाहिँ कोलाई कस्तो कस्तो असर पर्छ त्यो म यहाँ एनालाइज गर्न आएको भनेर चाहिँ अनि बच्चाहरूलाई बी रेडी गाइस भनेर चाहिँ टक्क बोतल खोल्छ फुस्छ ग्यास निस्किन्छ। त्यति ग्यास निस्किने बित्तिकै बच्चाहरूमा हलचल हुन थाल्छ। कसैलाई बान्तावा लाग्न थाल्यो, कसैलाई चक्कर आएको हुन थाल्यो, कसैलाई खोकी लाग्न थाल्यो र कोही कोही बच्चाहरूलाई केही पनि भएको छैन। त्यहाँ त्यति भइसके पछाडि त्यो एक्सपेरिमेन्ट पछाडि त्यो साइकोलोजिस्टले के भन्छ सबैलाई फेरि राखेर मैले चाहिँ एउटा एक्सपेरिमेन्ट मात्रै गरेको, यो खासमा कुनै पोइजनस ग्यास पनि थिएन, यसमा एउटा यसै भरिएको सानो एउटा हावाको प्रेसरको ग्यास मात्र थियो भनेर भन्छ। तर त्यहाँ कोही कोही बान्तावा गरे, कोही कोहीले आँखा धमिलो भयो, मेरो टाउको दुख्यो, चक्कर लाग्यो भनिरहेछन्। यो प्रोसेसलाई भन्छ नोसिबो इफेक्ट। यो सब चिजको भन्नुको अर्थात के हो भने विश्वास नै सब थोक हो। जीवनमा विश्वास नै सब थोक हो। तपाईँ जुन खालको सोच्नुहुन्छ तपाईको दिमागमा तपाईको शरीरमा त्यो खालको एउटा बायोकेमिकल रिलिज हुन्छ, निक्लिन्छ, त्यसले तपाईलाई त्यही खालको असर पार्छ। वास्तवमा भन्नु हो भने हाम्रो यो जुन बोक्रे शरीर देखिन्छ, यो भौतिक शरीर, यसबाट भित्र अलिकति निहालेर हेर्यौं भने केमिस्ट्री देखिन्छ अरे क्या, केमिस्ट्री छ। केमिस्ट्रीबाट अझै भित्र गयौं भने हामी के देख्छौं? आध्यात्मिक देख्छौं के। त्यहाँ चाहिँ अनन्त सुख शान्ति, त्यो पाटोलाई चाहिँ आध्यात्मिक भन्छौं। हामी त्यो पाटोमा त पुग्नु सक्दैनौं। त्यसको लागि त धेरै ध्यान दृष्टि एकाग्रित हुनु पर्छ हैन। तर हामी यति निवारण जरुर गर्न सक्छौं कि हामीले कुन खालको कुरालाई चाहिँ लिनु हुँदैन दिमागमा, यसले नकारात्मक असर पार्छ भनेर चाहिँ हामी सकारात्मकतिर लाग्नुपर्छ भन्ने विषयमा यो भिडियो हो मेरो। आशा छ तपाईहरुले मन पराइदिनु भयो होला। लाइक कमेन्ट शेयर गरिदिनुस् र सब्स्क्राइब गरिदिनुस्। आउँदो फेरि आगामी दिनमा यो भन्दा अझै राम्रो भिडियोहरु बनाएर ल्याउने छु। त्यतिसम्मको लागि बिदा दिनुस्। पासाङ पाखरिनलाई नमस्ते। जय नेपाल।